मलाई चाहिँ मान्छेहरूले बनाएको भन्दा प्रकृतिमा आफै उत्पत्ति भएको वस्तुहरू चाहिँ एकदमै मनपर्छ। सो हेलो एभ्रिवान, दिस इज मी निशा गुरुङ फ्रम धनकुटा। जाडो बढे सँगसँगै मलाई घुम्न पनि एकदमै जाँगर चल्न थालेको छ आजभोलि। बजारमा बसेर होला, मलाई त्यो बजारको चिजहरू हुन्छ नि, बजारमै घुम्न चाहिँ मन पर्दैन। अनि त्यही भएर चाहिँ मलाई नेचुरल चिज, नेचुरल ठाउँ, हरियाली वरिपरि डाँडाकाँडा त्यस्तो ठाउँमा चाहिँ एकदमै घुम्न मनपर्छ। त्यसैले जाडो मनाउन चाहिँ हामी गयौँ एकजना। अनि यो भिउबाट चाहिँ क्या एकजना कति राम्रो देखिने रहेछ। अनि वा वरिपरि हरियाली डाँडाकाँडा, अनि यो दृश्य देखेर चाहिँ क्या साँच्चै नै मलाई स्वर्गै पुगे जस्तो फिल भइरहेको थियो। अनि बाटोमा ठाउँमा कति धेरै अप्ठ्यारो बाटो पनि थियो। टेम्पोमा गएको बाटोमा यति धेरै गाह्रो भयो, त्यही पनि म चाहिँ एकदमै रमाइलो गरिरहेको थिएँ। अनि स्पेसल्ली मान्छेहरू चाहिँ यहाँको खोला अनि यहाँको पुल हेर्न आउने रहेछन्। अनि मलाई पनि एकदमै राम्रो लाग्यो यो ठाउँ चाहिँ। यहाँको पुल पनि एकदमै लामो थियो। मलाई पहिला चाहिँ पुल चढ्न एकदम डर लाग्थ्यो, तर हिजो चाहिँ डरै लागेन क्या। अनि एकदमै रमाइलो भयो। आफ्टर लङ टाइम यसरी खोला नाला अनि भिर पाखा देख्दा चाहिँ मलाई एकदमै रमाइलो लागिरहेको। आफ्टर द्याट हामीले भिडियोहरू क्याप्चर गऱ्यौँ। अनि रात पनि धेरै परिसकेको थियो, 4 बजिसकेको थियो। त्यसपछि चाहिँ हामी घर फर्क्यौँ। भिडियो मन पर्यो भने लाइक कमेन्ट गरिदिन चाहिँ नबिर्सिनु होला। सो थ्याङ्क यू फर वाचिङ।